पाउनेलाई कदर छैन, नपाउनेलाई चाहिँ मरिहत्ते गर्छन् क्या है। आफूलाई पाउने मान्छेलाई चाहिँ कदरै छैन क्या, त्यो कुराको भ्यालु नै छैन क्या। कुनै मान्छे चाहिँ आफ्नो लागि चाहिँ मरिरहेको पनि हुन्छन् क्या, यतिसम्मको इफोर्ट देखाइरहेको हुन्छन् कि मैले कुनै मान्छेलाई माया गर्छु, त्यो मान्छेले मलाई माया गर्दैन, फेरि त्यो मान्छेले चाहिँ अरूलाई माया गर्छ र अरूले चाहिँ उसलाई माया गर्दैन क्या, घुमिरहेको छ क्या। एकले अर्काले अर्कालाई नै माया गरेर हुन्छ क्या। त्यो मायाको कुरा चाहिँ बुझ्न एकदमै गाह्रो छ जस्तो लाग्छ। अनि जो यो मायाको चक्करमा पर्छ त्यसको जिन्दगी चाहिँ नर्कै हुन्छ जस्तो लाग्छ। त्यो एउटा फिलिङ्सले चाहिँ मान्छेलाई मारिदिन्छ क्या, कस्तो मारिदिन्छ। कुनै पनि मान्छेलाई हतपत सजिलैसँग बिर्सिन सक्दैन, बिर्सेको जस्तो देखाउन सकिन्छ तर बिर्सिन चाहिँ सकिन्न जस्तो लाग्छ क्या मलाई। जति सजिलोले भन्छ नि बिर्सिदेऊ मलाई भनेर भन्छ मान्छेले, त्यति सजिलैसँग बिर्सिन सक्ने भए भए त किन आँसु खस्थ्यो र किन मरिहत्ते गरिन्थ्यो र अरूको लागि। त्यो कुरा चाहिँ बुझाउन सकिँदैन पनि। जो मान्छेले बुझ्न खोज्छ त्यो मान्छेलाई बुझाउन सकिन्छ, जो मान्छेले बुझ्नै खोज्दैन भने त्यो मान्छेलाई बुझाउनै सकिँदैन क्या। अनि दुनियाँ कुरा मात्रै भन्छ होइन, बरु सिधै भन न फिलिङ्स नै सक्यो, छैन फिलिङ्स तिमीप्रति भनिदेऊ न, अलिकति भए पनि मुभ अन हुनलाई सजिलो हुन्थ्यो होला। यसको त फिलिङ सकिएछ, म के मरिहत्ते गर्ने भन्ने टाइपको फिल हुन्थ्यो होला मलाई। आश देखाएर अनि भावनाको हत्या गरिदिने मान्छेहरू त्यस्तो हुन्छ। अनि यस्तो कुराबाट चाहिँ तपाईँहरू बस्नुपर्छ। आफूले आफ्नो फिलिङ्स चाहिँ जो पाए त्यसलाई नै फिलिङ एक्सप्रेस चाहिँ